नमस्ते साथीहरू। आज चाहिँ ठुमराई लायन्स वृद्ध आश्रम नेपालमा म आएको छु। म यहाँको यो ठुमराई लायन्स वृद्ध आश्रम नेपालमा आमाहरू कतिजना बस्नुहुन्छ र कस्तो छ म हजुरहरूलाई सरसर्ती देखाउन गइरहेको छु। यो चाहिँ बैठक रुम हो। यो चाहिँ अफिस कोठा। यहाँ आमाहरू चाहिँ दुईजना आमाहरू बसिराख्नु भएको छ। यहाँ चाहिँ दुईजना आमाहरू बस्नुहुन्छ र यहाँ पनि एउटा आमाहरू दुईजना आमाहरू बस्नुहुन्छ। यहाँ चाहिँ आमाहरू पनि दुईजना बस्नुहुन्छ। एकजना आमा चाहिँ बाहिर जानुभएको छ भने एकजना आमा मात्रै यहाँ चाहिँ बस्नु गइरहेको हुनुहुन्छ। आमाहरू चाहिँ माथि तल हाम्रो यो आश्रम चाहिँ 2 तलाको छ। यो चाहिँ फर्स्ट तला हो। यहाँ आमाहरू दुईजना बस्नुहुन्छ। यता अर्को रुममा चाहिँ आमाहरू पनि दुईजना बस्नुहुन्छ। यहाँ आमा एकजना आमा चाहिँ फेरि बाहिर जानुभएको छ। र त्यसै गरी अर्को कोठा पनि छ। यहाँ आमाहरू 3 जना बस्नुहुन्छ। यहाँ चाहिँ एकजना आमा चाहिँ बिरामी हुनुहुन्छ। यो चाहिँ डाइनिङ रुम, चाहिँ खाना खाने आमाहरू। यहाँ आमाहरू बसेर खाना खानुहुन्छ भने यता चाहिँ हाम्रो किचन। यो चाहिँ किचन रुम हो। किचन रुम व्यवस्था एकदमै राम्रो छ। यसरी नै आमाहरू चाहिँ आश्रममा बसिराख्नु भएको छ।